दर्शक महानुभावहरू नमस्ते नमस्कार। लोक आवाज खबरद्वारा प्रसारित सिधा प्रश्न सत्य जवाब कार्यक्रममा यहाँहरूलाई न्यानो स्वागत छ। म विवेक परियार। दर्शक महानुभावहरू, निर्वाचन नजिकिँदैछ, जनताले मत हाल्ने दिन आउँदैछ र यसैबीच हामीले यस कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरू, राजनीतिक कर्मीहरूलाई यस कार्यक्रममा निम्त्याई जनताका मन र मस्तिष्कमा उठिरहेका विभिन्न प्रश्नहरूको जवाब खोतल्ने प्रयास गर्दै आइरहेका छौं र यसैबीच आजको हाम्रो अतिथि हुनुहुन्छ जनता समाजवादी पार्टी नेपालका मध्य प्रदेश सदस्य दिपेश कुमार यादवजी। हजुरलाई स्वागत गरे कार्यक्रममा। धन्यवाद। नेताजी, जनताको बीचमा दौडिरहनु भएको छ। अहिलेको निर्वाचन र विगतको निर्वाचनमा कतिको फरक लाग्छ तपाईलाई? बिल्कुल। म सबभन्दा पहिले तपाईको यो लोक आवाज खबरलाई हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई म हार्दिक न्यानो अभिवादन, जय मधेस र तपाईको सम्पूर्ण प्राविधिक टोलीलाई पनि धन्यवाद दिन चाहन्छु। यस्तो समयमा मलाई मेरो पार्टीको र मेरो उम्मेदवारको कुरा तपाईको सञ्चार माध्यमबाट यो जनसम्म पुर्याउने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। निश्चित रूपमा तपाईले राख्नु भएको प्रश्न, यो अर्ली इलेक्सन जो भदौ 23-24 गते यो जेएनजी आन्दोलन पश्चात जो हाम्रो देशको अवस्था जो अर्ली इलेक्सनमा गयो, निश्चित रूपमा जनता उत्साहित पनि छन् र जनतालाई दिग्भ्रमित कामहरू पनि बनाउने कामहरू पनि भइरहेको छ। यो दुवै काम देखिरहनु भएको छ। बिल्कुल दुईटै देखिरहेका छौँ। तर जो सचेत जनताहरू बिल्कुल आफ्नो जो मधेसले भोगिरहेको समस्या विकासको होस्, अधिकारको सवालमा होस्, जनताहरू एकदम त्यसमा संवेदनशील देखिन्छन् र विगतको चुनाव भन्दा यो चुनाव जनताले एकदम नजिकबाट निहालिरहेका छन्। उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि पनि निहालिरहेका छन्, उसले उठाइरहेको कुराहरू पनि निहालिरहेका छन्। कुन उम्मेदवारले, कुन पार्टीले कुन मुद्दा लिएर जनतामा आइरहेको कुरा पनि जनताले एकदम नजिकबाट अरू चुनावभन्दा फरक देखिन्छ। खास गरी जनता समाजवादी पार्टीको चर्चा गर्दा वा तत्कालीन 63 सालमा मधेस विद्रोह गरेर तत्कालीन मधेसी फोरमको रूपमा उदाएको यो पार्टीको कुरा गर्दा वा यसको उदयमानको चर्चा गर्दा संघीयता भन्ने शब्द संविधानमा उल्लेख भएन, जसको बावजुद मधेस विद्रोह भयो र जनता समाजवादी पार्टीले हाइट पनि पायो। तपाईलाई लाग्दैन त्यति बेला जनताले जुन हिसाबले जनता समाजवादी पार्टीलाई र तत्कालीन मधेसी फोरमलाई विश्वास गरेर माथि पठाए, जनता कतै न कतै अब जनता समाजवादी पार्टीबाट पनि टाढिएका छन्? के लाग्छ तपाईलाई? बिल्कुल त्यो देखिँदैन। अब 83 सालको मधेस आन्दोलनको कुरा तपाईले गर्नुभएको छ, नितान्त आज भन्नै पर्ने हुन्छ। एकदम भन्नु। आज त्यो महान जो रमेश महतोको बलिदानीबाट यो देशमा यो ठुलो जनविद्रोह नभएको भए तपाईँ हामी यो अवस्थामा हाम्रो मधेस र हाम्रो मधेसको युवाहरू जो पढे लेखाका युवाहरू अहिले जो रोजगारीको नाममा विभिन्न आफ्नो क्षमताको आधारमा जो अहिले व्यवस्थामा आफ्नो पहुँच पुर्याइरहेका छन्, थिएन। निश्चित रूपमा त्यसमा यो तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले उठाएको आन्दोलनमा देशमा धेरै परिवर्तन ल्याएको छ, त्यो स्वीकार्नै पर्ने हुन्छ। आज 63 सालको महान जनविद्रोह नभएको भए देशमा संघीयता जो अहिले गणतन्त्र छ, अहिले हामीले मधेसी
लगायत जनजाति आदिवासी मुस्लिम महिलाहरूले जो आरक्षण पाइरहेका छौँ त्यो पाउनेवाला थिएनौँ हामी। तर जनता किन टाढिए त? तपाईँको ६३ सालको नतिजा हेर्दाखेरि मध्य प्रदेशमै तपाईँहरू पहिलो र्याङ्कमा होइन, झन्डै झन्डै 80-82 सिटको लगभग हाराहारीमा तपाईँहरूले संसद जितेर जानुभयो। तर त्यसपछिको रेसियो हेर्दै गर्दा अहिले वर्तमान अवस्थामा पनि कतै न कतै घट्दै गयो नि त सिट सङ्ख्या संसदको गणितीय भन्दा पनि राजनीतिक दलले उठाएको मुद्दा भएको हुन्छ। विगतमा हामीले ठुलो पार्टी पनि बन्यौँ, बिचमा फेरि पार्टी फुटके कारणले गर्दा हामी खुम्चियो पनि, फेरि हाम्रो आवाज बुलन्द गर्यौँ मधेसमा आन्दोलनमा आवाज बुलन्द गर्दा फेरि हामी 5 सालै यहाँ मधेसमा सरकार बनाएको हाम्रो इतिहास छ। जो हाम्रो मधेसले आन्दोलनले खोजेको मधेस प्रदेश जो एउटा पाउनु पर्ने थियो त्यो पाएन, तर पहिचानको आधारमा हामी प्रदेश पनि पायौँ। अब धेरै कुराहरू अहिले जो संविधानमा छ राम्रो पक्षहरू त्यसलाई अझै बचाउनतिर हाम्रो यो मधेसको जनताहरूलाई एकदम के भन्छ सूचीकृत हुनुपर्छ, एकदम बुझ्नुपर्ने हुन्छ। यो चुनावमा यदि यी व्यवस्था यदि हामी चाहन्छौँ यसलाई बचाउन पर्नुपर्छ भने हामीलाई निश्चित रूप से यो मधेसको जनताले यो जनता समाजवादी पार्टीले उठाइरहेको उम्मेदवारहरूलाई जिताएर संसदमा पठाउनु पर्छ। अनि फेरि जुन अहिले उपलब्धिहरू छन् त्यसलाई रक्षा गर्न सक्नुपर्छ। तपाईँ छातीमा हात राखेर भन्नुहोस् त दिपेशजी, आज शहीद मधेसी शहीद रमेश महतो लगायतका शहीदहरूको बलिदानीमा टेकेर कतिजना नेताहरू भए र सांसद भए नि। तर आज मधेसको रिजल्ट जनतालाई हेर्दाखेरि मधेसी जनताले किन निराश भयो त? मधेसी युवाहरूमा चाहिँ किन यति विचलनता? आज मधेसी युवाहरूले किन खाडी जानुपर्ने त? आज मधेसको शिक्षा स्तर किन घट्दै गयो त? आज मधेसका किसानहरूले किन दुःख पाइरहेका छन् त? यी यावत समस्या त तपाईँ स्वीकार्नुहुन्छ नि? बिल्कुल यो समस्या छ, त्यसैको लागि त भन्छु नि। यहाँ त के रहेछ भने तपाईँले परिवर्तन खोज्ने जुन राजनीतिक दल छ त्यसलाई मत दिएर जिताएर पठाएपछि तपाईँ सक्नुहुन्छ। यदि त्यस्तो परिवर्तन सोच्ने पार्टीलाई यदि जिताउन सक्नु भएन भने तपाईँले यी यावत समस्याहरू समाधान गराउन सक्नुहुन्न। विगतमा पनि यदि यो 63 सालको कुरा गर्नुभयो त्यति बेला हाम्रो संसदमा करिब समूह थियो, हाम्रो पकड थियो। जो पकडले गर्दा यदि कांग्रेस एमाले तत्कालीन कांग्रेस एमाले माओवादीले चाहदै पनि हामीले रोस्टम घेरेर संसद अवरुद्ध गरेर हामी धेरै मुद्दाहरू सम्बोधन गराउन सक्यौं। अहिले पनि यो मुद्दाहरू किसानको समस्या छ, विकासमा पनि हाम्रो प्रदेश पछाडि छ, शिक्षामा छ। यो यावत समस्याहरूलाई समाधान यदि हामी यो जनता समाजवादी पार्टीबाट यदि चाहन्छौँ भने यो पार्टीले मत दिएर संसदमा पठाउनु पर्छ। अब मधेसी जनताले त पटक पटक मौका दिएकै हो, के लाग्छ तपाईलाई? फेरि पनि बिल्कुल जनता समाजवादी पार्टीले नै मधेसमा नेतृत्व गरेर समस्याको समाधान मधेसमा त्यही त भन्दैछु। यदि मधेसबाट हामी जितायौँ भने हामी जनता समाजवादीबाट आश कसरी गर्ने? त्यसैले जो हाम्रो मुद्दाहरू छ, हाम्रो जसपाले उठाइरहेको मुद्दाहरू यदि संसदसम्म पुर्याउन हामी चाहियो भने यहाँको उम्मेदवारले जिताएर पठाउनु पर्छ। जनता समाजवादी पार्टीले थोरै समयमा धेरै राम्रो कामहरू गरेको छ, यसलाई त हामी स्वीकार्नै पर्छ। यदि हाम्रो यो मधेस आन्दोलन नभएको भए हाम्रो मधेसमा यति राजनीतिक चेतना स्तर मतलब माथि जान सक्दैन थियो। राजनीतिक रूपमा पनि म तपाईको यो कुरालाई स्वीकार्छु। संघीयता जनता समाजवादी पार्टीको विद्रोहको देन हो, यसमा कुनै दुई मत छैन। बिल्कुल बचाउनु पर्छ। तर आज मधेसमा जुन समस्याहरू देखिएका छन्, जुन मधेसी जनतामा निराशा देखिएको छ, यावत भ्रष्टाचारका विषयहरू छन्, कुशासनका जुन हामीले उदाहरणहरू देखिरहेका छौँ, यसको जिम्मेवारी जनता समाजवादी पार्टीले लिने कि नलिने?
जनता समाजवादी पार्टीले आफ्नो क्षमता अनुसार जिम्मेवारी लिइराखेकै छ। तर र यो जहाँ तहाँ यो संघको सरकारको सवाल हुन्छ, प्रतिनिधि सभाको सवाल हुन्छ, त्यहाँ जनता समाजवादी पार्टीलाई देखाएर हुँदैन। यहाँ हाम्रो प्रतिनिधित्व हेर्नुपर्छ। हामी 12 सिट जितेर गएको थियौँ। हामी 12 सिटमा कति काम गर्यौँ मधेसको लागि त्यो हामीले देखाउनु। हामी भोट दिने कांग्रेसलाई, कम्युनिस्टलाई अनि अधिकार खोज्ने जसपाले गरेन भने हुँदैन। जसपाले आज तपाईहरुले याद गराउन चाहन्छु, विगतको सरकारले भूमि अध्यादेश ल्याएको थियो, सबैले थाहा छ। त्यो भूमि अध्यादेश फिर्ता गराउने जसपा नेपाल हो। तर मधेसका सुकुम्बासीहरूको समस्या बिल्कुल भएको छैन। सुकुम्बासीको नाममा कांग्रेस कम्युनिस्टहरूले वर्षौंदेखि यहाँ भोटको राजनीति गरिरहेका छन्। तर जो वास्तविक सुकुम्बासी छ त्यसलाई आजसम्म जग्गा पाएको छैन। तर एउटा तपाईँ भूमि सुधारबाट रेकर्ड निकाल्नु, वास्तविक जो सुकुम्बासी छ त्यसले कति जग्गा पायो कि पाएन, वास्तविक एउटाले पनि पाएको छैन। तर त्यसलाई त्यसको नाममा बनाउने राजनीति नियुक्ति लिने मान्छेहरू, नेताहरू, भाउँदाहरूले त्यो सुकुम्बासीको नाममा धेरै तपाईको जग्गामा मतलब गडबड गरेको अवस्था छ। अब त्यही सुकुम्बासीको नाममा हेर्नुहोस्, यो तराईमा भएको जंगललाई फलानी गरेर बाहिरको मान्छेहरू बसोबास गराएर मधेसलाई अल्पसंख्यक बनाउने रणनीति छ राज्यको। त्यसलाई हामीले जसपा नेपालले त्यो विद्रोह गरेर त्यहाँ त्यसलाई भुक्न टेकाएर हामी छोड्यौँ। आज जसपा नेपाल नभएको भए त्यो भूमि अध्यादेश लागू हुन्थ्यो, तर हामी त्यसले रोक्न खोज्यौँ। त्यसैले भन्छु नि, यदि हामी मधेसको मुद्दामा यदि संसदमा यदि हाम्रो प्रतिनिधि जिताएर पठाउन सकेनौँ भने हाम्रो आवाज कसरी उठाइदिन्छ? कांग्रेस एमालेमा लागेको मधेसीहरूले चाहेर पनि त्यहाँ बोल्न सकिरहेको छैन, काम गर्न सकिरहेको छैन। त्यसैले विशुद्ध जो मधेसको, दलितको, आदिवासीको, अल्पसंख्यकको जसले आफ्नो आवाज बुलन्द गरेको छ, अब मुद्दा उठाइरहेको छ, त्यस्तो पार्टीलाई हामीले भोट दिएर जिताएर पठाउनु पर्छ, ताकि हाम्रो मधेसको यो समस्याहरूलाई त्यहाँ रोस्टरमा बोलेर हुन्छ, अवरोध गरेर हुन्छ, कसरी लागू गराउन सकिन्छ। तपाईलाई यही थाहा छ, यही विकासको मुद्दाहरू कति वर्षदेखि हामी संसद बनायौं, तर हाम्रो सडकहरूको अवस्था त्यही थियो। तर यो मधेस आन्दोलन संघीयता आएपछि हाम्रो धेरै परिवर्तन भएको छ। त्यसले महत्त्व गर्नुपर्छ, अझै गर्नुपर्छ। मधेसमा सुन्नुहोस् न, मधेसलाई जहिले पनि यो राज्यले हेर्ने दृष्टिकोण एकदम दोहोरो संघीय शासन प्रणाली अन्तर्गत मधेस प्रदेशको नेतृत्व त 5 वर्ष कुनै समयमा जसपाले गरेकै हुन्। त्यसमा काम गर्यो किन फेरि? तर यहाँ राज्यले हेर्नुहोस्, कर उठाउँछौँ मधेस, करबाट गएको जो राज्य संघीयताको जो मर्म हुन्छ त्यो अनुसार बजेट प्रावधान गर्नुपर्छ। तर हामी मधेसले पाइ कति राखेको छ त्यो कुरा हामी जनतालाई थाहा छ, नेताहरूलाई थाहा छ, कसैले बोलेको इतिहास छ। हामी 80% राजस्व यहाँबाट तिर्छौँ, तर हामी पाउँछौँ कति? हाम्रो मधेसले पाउँछ कति? 13%, 8%, 9%, 8%, 9% बजेटमा तपाईँले पुरै मधेसलाई कसरी विकास गर्न सक्नुहुन्छ? यो विभेद हटाउनु पर्छ। यो संसदमा, यो प्रतिनिधि सभाको चुनावमा हामी यदि यो शक्तिलाई, जनता समाजवादी पार्टी लगायतको शक्तिहरूलाई यदि यहाँ पठायो भने त्यो बजेटमा त्यहाँ प्रतिनिधित्व गरेर समान हिसाबले प्रत्येक प्रदेशलाई बजेट हामीले हाल्न लगाउँछौँ। हाम्रो प्रतिनिधिहरू संघीयताको वकालत गर्ने जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य दिपेश यादवजीले मलाई के बताइदिनु पर्यो भन्दाखेरि, र मलाई भन्दा पनि आज तपाईँलाई प्रत्यक्ष रूपमा देखिरहनु भएका मधेसी जनतालाई र मुलुकभरिकै जनतालाई तपाईँ के बताइदिनुहोस् भन्दाखेरि, यो संहिता आफैमा पूर्ण छ कि छैन, कि अधुरो? बिल्कुल हेर्नुहोस्, हाम्रो पार्टीले यसको बारेमा पहिलेदेखि भनि आइराखेको छ कि संघीयता जो मापदण्ड हुन्छ, जो अन्तर्राष्ट्रिय कानुन छ त्यो अनुसार संघीयता हाम्रो नेपालमा लागू भएको छैन भने पनि स्वीकार गर्नु, बिल्कुल स्वीकार गर्नुपर्छ। हाम्रो यहाँ त पहिचानदेखि त यो देशमा हाम्रो पहिचानलाई तल्ल गिराएर हाम्रो मधेसीलाई
आजसम्म भेलना गरेर राखेको छ राज्य पक्ष भनेपछि यो बार्गेनिङ घोषित गरेर राखेको छ। यो राजनीतिक बार्गेनिङ हो होइन, अधिकार छ किनभने संघीयतामा त आफ्नै शासन, आफ्नै प्रशासन, आफ्नै बिल्कुल हुनुपर्छ, आफ्नै नीति र आफ्नै नेतृत्व हुनुपर्छ। बिल्कुल हुनुपर्छ। तर खोइ यो काम कुन पार्टीले गर्न दिइराखेको छैन, त्यसको प्रश्न अहिले जनताले प्रश्न गर्नुपर्छ। अहिले संहिताको 8 साल हुन लागेको छ, तर यो संहिताले पाउनु पर्ने जो आधारभूत विषयवस्तुहरू छ त्यो आफ्नो प्रदेशको निजामती कर्मचारी, आफ्नो प्रहरी प्रशासन, त्यो कारण त्यो कुराहरू कहाँ गएर अड्केको छ, त्यो यदि यसले उम्मेदवारहरूलाई सोध्नुपर्छ कि पर्दैन? जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको 5 सालको सरकारले तपाईँको प्रहरी तत्कालीन समयमा केन्द्र सरकारमा पठाएको छ, तर केन्द्र सरकारले यो मधेसलाई हेर्ने रवैयाको कारण त्यो अहिले त्यहाँ विचार दिन्छ। संघीय निजामती ऐन छ त्यो प्रदेशमा लागू हुन दिइरहेको छैन। अनि तपाईँले मधेसबाट खोज्ने हात बाँधेर तपाईँ काम गर्न सक्नुहुन्न भनेर भन्न मिल्छ? काम गर्नलाई तपाईँले हात खोलिदिनुपर्छ, अधिकार दिनुपर्छ कि तपाईँ यो गर्नु। तर त्यस्तो छ भने पटक पटक तपाईँहरूले चाहिँ संविधानलाई स्वीकारेर, संहितालाई स्वीकारेर चाहिँ तपाईँका पार्टीका नेताहरू मन्त्री खाने संसद गर्ने विद्रोह किन भएन? होइन, किन दिनु पर्दैन? संहिता यदि प्रदेशले पाएको छैन भने, पाउँदैन भने हाम्रो अवस्था के हुन्छ? मधेसको अवस्था, मधेसीको युवाको अवस्था के हुन्छ? अब अहिले डाटा कर्मचारीको डाटा निकाल्नु, यो देशमा यदि आरक्षण नभएको भए हाम्रो मधेसीको अवस्था के हुन्छ? अहिले हामी त जति कोटा पाइरहेको छ त्यसमा पनि हाम्रो उपस्थिति अहिले पाइरहेको छ, तर खुलामा छैन, सेनामा छैन, प्रहरीमा छैन, त्यहाँ हाम्रो अधिकार पुग्छ कि पुग्दैन? बजेटको कुरा गर्नुभयो, बजेटमा हाम्रो राजस्व जति सङ्घ सरकारले उठाइरहेको छ पुगिरहेको, त्यसको आधारमा हामीले दिने कि नदिने? तर त्यो पाइरहेको छ। मधेसमा चलाइमान बजेटहरूको अवस्था हेर्नु भएको छ, विकास निर्माणका कामको अवस्था देख्नु भएको छ, कस्तो छ? हामीले पाएको धेरै राम्रो, जति हामीले दिइरहेको छ सरकारले त्यसमा धेरै परिवर्तन भयो। कामको कसरी भइरहेको छ र भ्रष्टाचार कति भइरहेको छ तपाईँको मानेमा? होइन, काम गर्नुपर्छ, काम राम्रो पनि भइरहेको छ, भ्रष्टाचार गरेर अब तपाईँको के भन्छ दण्ड पनि मिलिरहेको छ। मलाई के लाग्छ भन्दाखेरि नेपालकै भ्रष्टाचारको यदि आँकडा हेर्ने हो भने सबैभन्दा बढी चाहिँ मधेसमै भएको रेसियो बिल्कुल। यो हेर्ने नजरिया राज्य पक्षको नजरिया, यहाँ तपाईँको प्रशासक को छ? प्रशासक को छ? मधेसी कति पर्सेन्ट छ ठाउँमा? हेर्नुहोस् न, अस्ति कुरा उठाइदिएको नागरिकतामा इन्डियनलाई नागरिकता दिइदिन्छ, इन्डियन नागरिकता दिने को हुन्छ? तर यसलाई के हुन्छ, मधेसमा बदनाम हुन्छ। अब नेताजी मलाई यो बताउनुहोस् तपाईँले मधेसको कुरा गर्नु हो, मधेसी जनताको कुरा गर्नु हो, अब मधेसमा अब की बात भन्ने नारा उठिरहेको छ। अब की बात जनता समाजवादी पार्टीको सरकार हुन्छ, जसपाले उठाएको सरकार, जसपाले उठाएको उम्मेदवारलाई हामी जिताएर पठाउँ, हाम्रो जो बराबरीको अधिकार छ त्यो हामी दिन्छौँ। मधेसका बेटा अब प्रधानमन्त्री बन्न सक्छ? बिल्कुल सक्छ। को बन्ला त तपाईँको मानेमा? को बन्ला? जो शोषित पीडित मधेसीको आवाज जसले उठाइरहेको छ त्यसलाई बनाउनु पर्छ। जो मधेसलाई वास्तविक माया गरिरहेको छ त्यसलाई बनाउनु पर्छ। तर मधेसको नाउँमा तपाईँले कुर्ता लगाउँदैमा एक दिन आएर तपाईँ यहाँ सीतापुर बजारमा कुर्ता लगाएपछि हामी मधेसी हुन्छ? एक दिन गएर काठमाडौँमा ढाका टोपी लगाउँदैमा हामी पहाडी भइहाल्छौँ? होइन, वास्तविक नेता मधेसले खोज्नुपर्छ। वास्तविक मुद्दा जसले उठाइरहेको छ, मधेसको समस्या हो, मधेसको अधिकारको सवाल हुन्छ, त्यसलाई हामी नेता बनाऊ। मधेसको नाममा हामी त्यही त भन्छौँ, अहिले वास्तविक नेता भन्दा पनि अब बाहिरको हल्ला बढी हुन्छ, तर त्यतापट्टि नलाग्नु। मधेसले कसले आजसम्म अधिकारको आवाज उठाइरहेको छ, कसले त्यो मुद्दा सुनिश्चित गराउनको लागि आन्दोलन गरिरहेको छ, त्यसलाई हामी बनाउनु पर्छ। तब मात्रै हाम्रो मधेस समृद्ध हुन्छ, देश समृद्ध हुन्छ।
यो एक समय हवी हवाईवाला कुरा एक समय नेताहरूलाई तपाईँहरूको पार्टीबाट सांसद बनेर चाहिँ बिना विभागीय मन्त्री रहिसक्नुभएका राजलाल यादव पनि त उतै जानु होइन त्यही हवी हवाईमा राजलाल यादव पनि त्यतै जानु हो। तपाईँले राजलाल यादवजीको कुरा सुनाउनु हजुर उहाँलाई यदि अब राजनीतिक उहाँको धेरै नाम चलेको व्यक्ति हुनुहुन्छ हेर्नुहोस् विगतको चुनावमा पनि उहाँको इतिहास हेर्नुहोस् लौरो छापबाट 2 नम्बरमा लडेको मान्छे हो 200 भोट परेको मान्छे उहाँ लौरो छाप म त 200 भोट परेको मान्छे हो 200 सवा 200 कति परेको हो उहाँको त धेरै सम्मान थियो क्षेत्रमा यो पार्टीले उहाँले मन्त्रीसँग मधेस आन्दोलनले उहाँले मन्त्रीसँग मान्छे बनायो यो गाविस अध्यक्ष भएको मान्छे हो तर उहाँलाई अहिले पनि म सम्मान गर्छु तर उहाँको गतिविधि एकदम हवी हवाई छ पार्टीलाई जुन पार्टीले उहाँलाई यत्रो देशसँग चिनायो अब उहाँको त सायद लाग्छ राजनीति होइन जीवनको पनि उहाँ एकदम लास्ट समयमा गइराख्नु भएको छ तर कस्तो काम नगर्नु पर्ने उहाँ विगतमा पनि उहाँले जुन रवैया देखायो जसपा पार्टी छोडेर उहाँ लौरो छापमा उम्मेदवारी दिनुभयो र उहाँको जति पाएको सामानमा एकदम हरास भइरहेको छ तर उहाँले नगर्नु पर्यो त्यसले हाम्रो संगठनमा केही असर पारेको छैन तर उहाँ जस्तै धेरै हुनुहुन्छ नि त। धेरै छैन छोड्ने चरणमा बिल्कुल धेरै छैन सुन्नुहोस् न पार्टीमा जो काम गर्दै आउँछ त्यसलाई सम्मान दिने हो त्यसलाई पद दिने हो लाल नगरपालिकाका उपप्रमुख उहाँले के पार्टीले दिएन हेर्नुहोस् पार्टी उहाँलाई के दिएन सपा नगरपालिका 5 नम्बर वार्ड अध्यक्ष चाहिँ उहाँलाई के दिएन दुईचोटि वार्ड अध्यक्ष रहनु उहाँले के दिएन पार्टीले तर पार्टी अहिले चुनाव लडेको बेलामा उहाँलाई पार्टीलाई यो पिठ्यू देखाएर भाग्यो किन छोड्नु भने उहाँहरूले यो पनि बताइदिनु त्यो त तपाईँहरूले सोध्ने हो त्यो मान्छेले त पद नपाएर पार्टी छोड्छ उसले त दुईपल्ट पद पाएको मान्छेहरू किन छोडिरहेको छ त्यो तपाईँहरूले क्वेसन गर्नु जनताहरूले गरिरहेको छ तपाईँका घरका मान्छे पार्टीका मान्छे हामीले त उसलाई दुईपल्ट वडा अध्यक्ष बनाएको मान्छे हो चरित्रजीलाई मेयर बनाएको हो राजलालजीलाई मन्त्री बनाएको मान्छे हो तर उहाँहरू अहिले पार्टीलाई पिठ्यू देखाएर भागिरहेको छ त्यसले पार्टीले केही असर गरेको छैन झन् हामीलाई फाइदा भइरहेको छ जो अन्य निर्णयको बन्दी बनाउन खोजिरहेको थियो संगठनलाई त्यहीबाट उहाँहरूले चमेटा लागेको छ हामी एकदम आज पनि उहाँको वार्डबाट आइरहेको छौँ एकदम जनता हर्षित छ खुसी छ केही फरक पर्दैन एक आज आदमी पार्टी छोड्दैमा यो फाउन्डेसनमा लाग्दैमा केही पर्दैन जसपा नेपाल जसपाको उम्मेदवार हाम्रा आदरणीय सत्यनारायण यादव एकदम दरिलो हिसाबले अहिले जनतामा गइरहेको छ पुरै हर्षोल्लासको साथ उहाँको हेर्नु न घर दैलोमा उपस्थिति हेर्नु न जनताको अब तपाईहरुको यो क्षेत्रमा एक हिसाबले उहाँको त विजय भइसकेको छ विजय भइसकेको छ त्यो निर्वाचन आएपछि उहाँले घोषणा गर्ने मात्रै बाँकी छ उहाँको विजय निश्चित छ जनताले उहाँले यदि जनताले सुन्नुस् न यो क्षेत्रको उम्मेदवार तपाईले भन्दैछु जनताले वास्तविक मुद्दाको आधारमा भोट गर्छ यो क्षेत्र तपाईले उहाँ सत्यनारायण दाइसँग तपाईले धेरै मिडिया रिपोर्टिङ गर्नु भएको छ विभिन्न आन्दोलनमा जनताको जति बेला समस्या पर्छ त्यति बेला सत्यनारायण यादव हुन्छ बैंकमा खोज्यो बैंकमा छ थानामा खोज्यो भने थानामा गएको छ अस्पतालमा खोज्यो भने अस्पतालमा गएको छ त्यो त तपाईहरु कतिको उदाहरण त तपाईहरु हुनुहुन्छ यो क्षेत्रमा यदि प्रतिस्पर्धीकै यो क्षेत्रमा यदि प्रतिस्पर्धीकै रूपमा लिनु पर्ने हो भने तपाईहरुको सत्यनारायण यादव सबभन्दा अगाडि जनताको 24 घण्टा कोही छैन यो क्षेत्रमा कोही छैन जनतालाई 24 घण्टा समस्यामा दौड्ने मान्छे सत्यनारायण यादव हो आन्दोलनमा हो जनताको कतै अधिकार हननको कुरा हो सबभन्दा अगाडि सबभन्दा पहिले अगाडि पुग्ने नाम भनेको सत्यनारायण यादव हो सबैले कुरा थाहा छ भोट कामको आधारमा दिनु पार्टीको आधारमा नामको आधारमा मात्र होइन जनताको समस्या लिएर कुन नेता जाँदैछ कुन नेता गराउनमा व्यस्त छ त्यो हेर्नुपर्छ न कि यो पार्टीको ठुलो नेता हो यो पार्टीको ठुलो त्यो होइन जनताको काम गर्न तपाईँ उहाँ सत्यनारायण दाइसँग तपाईँ धेरै रिपोर्टिङ गर्नुभएको छ म पनि हेरेको छु धेरै आन्दोलनहरू गर्नु भएको छ आज किसानको समस्यामा अस्ति भर्खरै किसान आन्दोलन यति ठुलो आन्दोलन नेपालमा भएको थियो किसान आन्दोलन तपाईहरुको धेरै रिपोर्टिङ गर्नु भएको छ त्यसमा अस्पतालको समस्या होस्
थानामा कुनै जनताको भेदभावको कुरा होस्, मालपोतको कुरा होस्, कहाँ सत्यनारायण अब यादव यो निर्वाचन त तपाईँको जनताको लागि र यो देशको शासन सत्तामा पुगेर देशको संविधानमा कमी भएका बुदाहरूलाई वा अधिकारहरूलाई संशोधन गर्ने निर्वाचन। बिल्कुल यस्तै मान्छेहरू त्यहाँ पुगेपछि विद्रोह गर्नुहुन्छ सदन ना कि यहाँ धोती लगाएर भोट माग्ने, शपथ ग्रहण गर्ने त्यहाँ दौरा सुरुवाल टोपी लगाएर त्यस्तो मान्छे बहुरूपिया मान्छेहरू त्यहाँ केही गर्न सक्दैन। यहाँ हामी जुन पहिरनमा यहाँ काम गर्छौँ त्यो पहिरनमा यदि काम गर्यो भने त्यहाँ जनताले समृद्धि पाउँछ, सुख पाउँछ, अधिकार पाउँछ। न कि भोट लिन हामी धोती लगाएर त्यहाँ गए हामी ढाका टोपी लिएर त्यहाँ अब के भन्छ भाषण गर्ने, त्यो होइन। सत्यनारायण यादव जमिनको नेता हो, त्यो जमिनको कुरा त्यहाँ उठाउनुहुन्छ पूर्ण विश्व जनता पनि त्यही खोजिरहेको छ। न कि तपाईँ यहाँ धोतीवालाले पठाउन त्यहाँ गएर टोपी लगाउनु, त्यस्तो नेताको अब काम छैन नेपालमा। तर धोतीवालाले चाहिँ कति पटक पठाए त जनताले? बिल्कुल पत्याएको छैन। हेर्नु यहाँ के भन्छ भ्रमित गरेर पनि धेरै आउँछ, जनताले गुमराह गर्न पनि धेरै मधेसी फलौँ त मधेसी छ, फलौँ मधेसी कामले मधेसी हुनु पर्यो। लडेको त सबै मधेसी नै हो, कामले को मधेसी? कामले त जसपा नेपाल मधेसको कुरामा त जसपा नेपाल मात्रै लड्ने त्यहाँ रोस्टमा हुन्छ। मधेसको अधिकारको सवालमा त जसपा नेपाल मात्रै हुन्छ त्यहाँ लड्ने। यहाँ गएका यादवजीहरू हुन्छ, दादीहरू कोही बोल्छ त्यहाँ? त्यहाँ त भन्छ म त दौरा सुरुवाल टोपी लगाएर त्यहाँ तपाईँको पार्टीलाई प्राय जसो सुन्न सकिन्छ यो यादवहरूको पार्टी हो भनेर पनि मात्रै भनिन्छ, त्यसलाई स्वीकार्नु? मेरो पार्टी जसपा नेपाल जस्तो पूर्ण समावेशी संरचनामा पदमा बसेको पार्टी तपाईँ एउटा पनि नेपालको पार्टीले देखाइदिनुहोस्, म यो जसपा पार्टीबाट राजीनामा दिन्छु। समावेशी मेरो पार्टीको 48 जनाको कार्यकारिणी समिति छन्, त्यसमा तपाईँ कुन जातलाई हेर्नुहुन्न देखाउनुहोस्, तर यो संरचना तपाईँ नेपाली कांग्रेस एमालेको संरचनामा गएर हेर्नुहोस्। नामको मधेसिया एउटा कोटा सचिव छ, सचिवमा मधेसिया लग्नुहोस्, एउटा पाउँछ। यो लोकसेवा जस्तो कांग्रेस एमालेमा लडेर लिनुपर्छ एउटा कोटा। भोट लिने अब जोडौँ न, भोट कति लिइरहेको छ कांग्रेस एमाले मधेसबाट? प्रतिनिधि त कतिवटा दिन्छ, एउटा सचिवमा लड्न पाउँछ, कोषाध्यक्षमा लड्न। जसपा नेपाल सम्पूर्ण समुदाय, सम्पूर्ण जात जाति उपेक्षामा परेको सम्पूर्ण जात जातिको पार्टी हो। हाम्रो नाम मात्रै अब उपेन्द्र यादव भएको उपेन्द्र यादवको पार्टी यादव होइन। तर्कमा हामी डाटामा गरौँ न विश्वास। हामी 5 साल यो प्रदेशमा मुख्यमन्त्री लाल बाबु राउत गति जो आजसम्म संसद बन्न पनि कांग्रेस एमालेले रौदो परिरहेको 5 वर्ष हामीलाई त्यहाँ सरकारमा नेतृत्व गर्न दियो। हाम्रो पार्टीको संरचना हेर्नुहोस्, पूर्ण समावेशी छ, कुनै पार्टीको संरचनामा छैन। तपाईँको 8वटै जिल्लाका जिल्ला अध्यक्षहरूको नाम बताइदिनुहोस् मलाई। मेरो सप्तरीको केदार यादव, सिराको अशोक यादव, धुम्साको पशुपति यादव, ठिक छ। म 3वटा अझै सबै थाहा छ मलाई। 3वटा जिल्ला अध्यक्षहरू यादव कुन पार्टीमा छैन? तपाईँ एमाले सप्तरीको कुरा गर्नुहोस्, जिल्लाको सिरा जिल्लाको कुरा गर्नुहोस्, कांग्रेसको गर्नुहोस्, कुन जात छ? कुन जात छ? यादव मात्रै। एमालेले यादवलाई दियो भने यादववाद नमान्ने, उपेन्द्र यादवले यादवलाई भने यादववाद, यो भन्न मिल्दैन साथी, यो भन्न मिल्दैन। यो बिना तर्कको कुरा भयो। धुम्सामा एमालेमा को छ जिल्लाध्यक्ष? कांग्रेसमा को छ जिल्लाध्यक्ष? सिरामा कांग्रेसको जिल्लाध्यक्ष को हो? त्यो पनि हेरौँ। तर हामीले वास्तविक मधेसबाट मधेसीको भोटको आधारमा हामी मधेसीलाई प्रतिनिधित्व बनाउँछौँ। तर कांग्रेस एमाले यी कम्युनिस्टहरूले भोट मधेसीलाई समानुपातिकमा हाल्छ पहाडीलाई। अब मलाई अहिले पनि जनताको बीचमा तर जसपाले तपाईँ जनताको बीचमा पुगिरहनु भएको छ, जनताबाट चाहिँ कस्तो खाले प्रतिक्रियाहरू पाइरहनु भएको छ?
एकदम उत्साहित छन्। जनताले एकदम इमान्दार नेताको खोजीमा छ क्षेत्रमा। मैले कामहरूको व्याख्या पनि गरेँ। यहाँ भोट लिने एउटा भेषमा त्यहाँ गएर अर्को भेष, त्यस्तो नेताहरूलाई अब जनताले रुचाउँदैन। जनताले अब जुन जनताको समस्या छ त्यसले कसले उठान गर्छ त्यसको नेताको खोजिरहेको छ। त यहाँ भ्रम छर्ने मान्छेहरू पनि यहाँ चुनावमा आएर जसले कहिले नाम सुनेको हुँदैन त्यो पनि चुनावमा आएर एकदम झन्डा ब्यानर बाँधेर अब भन्छ मै जितिहाल्छु, त्यस्तो छैन। तपाईँहरूका उम्मेदवार सत्यनारायण यादवसँग मैले यसअघि पनि एउटा इन्टरभ्यू गरेको छु र उहाँको राजनीति जीवनलाई मैले बडो नजिकबाट पनि देखेको छु। सायद उहाँको राजनीति सुरुवातमा मेरो बाल्यकालै अवस्था थियो पनि मैले उहाँलाई बडो नजिकबाट देखिरहेको छु। उहाँले भन्नुभएको थियो मलाई, विवेक म धेरै थिचोमिचोमा परेको छु, म माथि पटक पटक राजनीति अन्याय भएको छ। के लाग्छ तपाईँलाई यी राजनीति अन्यायमा परेका सत्यनारायण यादव अब जनता समाजवादी पार्टीबाट न्याय पाएर चाहिँ बिल्कुल यो तपाईँ धेरै मार्मिक कुरा उठाउनु भएको छ। म यही च्यानलबाट पुन यो क्षेत्र नम्बर 1 वासीलाई दुवै हात जोडेर म बिन्ती गर्न चाहन्छु। वास्तवमा सत्यनारायण यादवजीले धेरै नेताहरूलाई यो क्षेत्रमा नेता बनाउनु भयो, तर उहाँसँग धेरै गैरकारी पार्टीहरूले गर्यो। विगतमा पनि उहाँलाई नोमिनेसन गर्ने बेलासम्म पनि उहाँको टिकट हराएको इतिहास छन्। म तपाईँको च्यानलबाट म सबै जनतालाई आग्रह गर्न चाहन्छु, उहाँले धेरैजनाले नेता बनाउनु भयो, तर उहाँलाई धेरै आशा भरोसाको साथ जनता समाजवादी पार्टी नेपालले उहाँले टिकट दिएर यो क्षेत्रमा मतलब लड्ने प्रतिनिधि मौका दिनुभएको छ। तपाईहरुलाई म हात जोडेर सबैले आग्रह गर्छु कि सत्यनारायण यादवजीले धेरैले नेता बनाउनु भयो, हामी सबैले उहाँलाई एकपल्ट कुनै भ्रममा नपरी यो संघीयता समावेशिता आयोग आरक्षण बचाउनको लागि म सबैलाई दुई हात जोडेर म बिन्ती गर्दै सबैले म हार्दिक अपिल गर्न चाहन्छु कि सत्यनारायण यादवजीको चुनाव चिन्ह छत्ता छापमा मत दिई उहाँलाई एकपल्ट हामी सब संसदमा पठायो भने वास्तविक हामी त्यो क्षेत्रको लागि केही राम्रो गर्न सक्छौँ। समय दिनुभयो, धेरै धेरै धन्यवाद। धन्यवाद तपाईलाई पनि, तपाईको यो हाम्रो लोक आवाज खबरलाई पनि। यो चुनावको समयमा हामीलाई मेरो पार्टीको केही कुरा राख्न दिनुभएकोमा तपाईँ लगायत तपाईको च्यानललाई धन्यवाद दिँदै म आफ्नो छोट मन्तव्य यही राख्छु। धन्यवाद। जय हिन्द। दर्शकहरू, उहाँ हुनुहुन्थ्यो जनता समाजवादी पार्टी नेपालका मध्य प्रदेश सदस्य दिपेश कुमार यादव। उहाँसँग समसामयिक विषयमा रहेर हामीले चर्चा परिचर्चा गर्यौं। केही उहाँका पार्टीका विचार विमर्शमा रहेर पनि हामीले चर्चा परिचर्चा गर्यौं र हाम्रो कार्यक्रममा प्रत्यक्ष रूपमा जोडिएर साथ दिइरहनुभएका सम्पूर्ण लोक आवाज खबरका पाठकवर्गहरू र प्राविधिक रूपमा सहयोग गरिरहनुहुने मेरा टेक्निसियन मित्रहरू सबैलाई धन्यवाद व्यक्त गर्दै म कार्यक्रम सञ्चालक यहाँको माझबाट बिदा हुन चाहन्छु। फेरि पनि यहाँको बीचमा यस्ता कार्यक्रम लिएर म उपस्थित हुने नै छु। हस्त नमस्ते, नमस्कार, धन्यवाद।